नेपालमा अहिले विषम परिस्थिति भइरहेको छ। यस्तो देख्दै गर्दाखेरि मलाई बच्चापनको याद आयो। बच्चामा हाम्रो दाजुहरूले के भन्नुहुन्थ्यो भने पृथ्वी मुनिबाट एउटा टाउको निस्किँदैछ अरे, त्यो टाउको चाहिँ पृथ्वी पाल पारिसक्यो, मतलब पृथ्वी छिचोलिसक्यो अरे। अब त्यो बढेर 8-9 वर्ष अथवा 6-7 वर्ष कति वर्ष जसै यत्रो यत्रो भन्दाखेरि चाहिँ त्यो पड्लाकै पल्टिन्छ अरे। अनि पानी सबै पृथ्वीमा भरेर हामी सबै मान्छे मरिन्छ अरे भन्दाखेरि म 3-4 दिन सुतेको थिइनँ क्या, म 6-7 वर्षको हुँदाखेरि। दाजुहरूले यस्तो कथा गर्नुहुँदाखेरि ला अब मरिने रहेछ भनेर। अनि जुन चाहिँ यो देख्दै हुनुहुन्छ नि विरूपाक्षको मूर्ति, यो रियल हो कि या फेक हो होइन, म जहिले देखिरहेको छु। यत्रो हुँदाखेरि यो, यत्रो हुँदाखेरि यो, यत्रो हुँदाखेरि यो, यत्रो हुँदाखेरि यस्तो हुन्छ भनिराख्नु भएको छ नि। यो चिज चाहिँ मैले बच्चाबाट सुनेको कुरा चाहिँ यही चिज रहेछ क्या, जुन चाहिँ अहिले भइरहेको छ। अब यो यहाँ यत्रो ठुलो भइसक्यो नि त होइन, अब स्टार्ट भइसक्यो क्या नेपालमा चाहिँ मान्छेहरू बाढी पहिरोले मर्ने के गर्ने होइन। त्यस्तै हो नै रहेछ त नि होइन त्यो कुरा। किन भन्दाखेरि त्यो यत्रो ठुलो हुन्छ अरे अनि पृथ्वी पल्टेर अथवा त्यहाँदेखि पानी उम्लेर भन्नु चाहिँ मतलबै त्यही हो नि होइन। एक्ज्याक्ट नभने पनि जस्तै कुनै ठाउँदेखि आएर त मान्छे मरि नै राखेको छ नि त हामी होइन नेपालमा। त्यही भएर यो चाहिँ हाम्रो दाजुहरूलाई कसले सुनायो होइन, त्यो म 6-7 वर्ष हुँदा भनौँ न, योभन्दा कति वर्ष अगाडि 20 वर्ष अगाडिको कुरा। अनि कसले सुनायो हाम्रो दाजुहरूलाई, तर यो चाहिँ एकदमै सही सुनाएको थियो रहेछ त्यो बेलामा। त्यो बेलामा म सानो थिएँ, यत्रो टेन्सन भएको थियो, तर त्यो बेलामा नभएर अहिले टेन्सन भयो। कति नेपाली दाजुभाइहरू त सङ्गीमा पनि एउटा खुट्टा भेटिरहेको छ, एउटा टाउको भेटिरहेको छ, सबै देख्दै गर्दाखेरि लाग्छ होइन। ठिकै छ, सबैजना जोगिएर बसौँ होइन। अनि यस्तो सबै कुरा सुनेपछि चाहिँ मलाई यस्तो टेन्सन हुन्थ्यो होइन। म चाहिँ यो जन्ममा के दिनमा चाहिँ जन्मेछु, योभन्दा अगाडि किन जन्मिन रहेछु जस्तो लाग्थ्यो। किन भन्दाखेरि यति टेन्सन हुन्थ्यो हामी सानो हुँदाखेरि। कहिले भूकम्प आएर मरिने अरे, कहिले यत्रो मूर्ति हुँदैछ अरे, यति ठुलो गएर पल्टेर पानी उम्लेर मरिन्छ अरे, त्यहाँदेखि नेपाल भरेर मरिन्छ अरे, डुबानमा परेर मरिन्छ अरे। त्यही भएर म पौडी खेल्नु पनि सिक्थेँ क्या, खोलामा गएर जतिसुकै डुबान आए पनि म पौडेर माथि तरिन्छु भनेर। तर नहुँदो रहेछ नि त, यस्तो तरिकाले आयो भने त पौडेको निको त के मतलब भएर होइन, पौडी खेल्नु जान्नेहरूको लागि त। त्यही भएर बच्चामा सुने, अहिले रियालिटीमा देखेँ। भगवान्लाई चाहिँ अब सबैजनाले यही प्रार्थना गरौँ, सबैजना बाँचुन् होइन, सबैजना खुसी साथ बाँचेर उद्धार हुन्।